गाइस गुड मर्निङ एभ्रिवान हजुरहरु सबैलाई आज फेरि मेरो नयाँ भ्लगमा स्वागत छ र आजको दिनको सुरुवात भइसकेको छ र आजको वेदर चाहिँ कुछ यस्तो छ यस्तो खालको छ सो बिहानै बाख्रालाई घाँस पनि हिजो पुगेकै छ र खाना खानु हुँदैछ अहिले बाख्राहरु पनि सो लेट्स गो गाइस मेरो मम्मीहरु चाहिँ अघि उठ्नु भएको छ र के गर्नु हुँदै रहेछ मम्मी के गरेको हिजो मसला छाने मसला मेथी जीरा छानेको मेथीमा जीरा हुन्छ कालो जीरा जीरा हुन्छ सब्जी चाहिँ आलु आमा खै घाँसमा जानुभयो मेरो अब चिया खानुभयो तपाईहरुले मेरो मात्रै होला चिया अब थाकेको होला हौ गाई पनि बिहान बाबा कहाँ गएछ उठेर ए चिया खाएको छैन कि आमाले मेरो मम्मीले चाहिँ भर्खर घाँस लिएर आउनु भएको छ हो घाँस काट्दा चाहिँ घाँस यस्तो हुन्छ अहिले चाहिँ हातहरू हुन्छ अर्को देखाउनु त यस्तो नयाँ लाग्दो म चाहिँ अहिले बरको पत्ता टिप्नु जाँदैछु होइन भरै खोलेको लागि अन्त 2-3 दिन भएको थियो मेरो भ्लग अपलोड भएको थिएन किन भन्दाखेरि घरमा अलिकति प्रब्लम चल्दै थियो होइन सो म बिमार पनि थिएँ अन्त आज चाहिँ अलिक जाति भएको छ र चाहिँ अब आजदेखि फेरि कन्टिन्युली भ्लग आउनेवाला छ है अन्त अस्ति हामीले रोपेको मकै पनि यत्रो ठुल्ठुलो हजुरहरुकोमा कत्रो कत्रो भयो मकै है हाम्रोमा चाहिँ यत्रो ठुल्ठुलो भइसकेको छ अन्त यो मटर चाहिँ बादरले हिजो पनि आएर सबै बिगारेको रहेछ हो अन्त म चाहिँ अब यहाँ तल बरको पत्ता टिप्नु गएको पापा चाहिँ हुनुहुँदैन अहिले घरमा पापा खै बिहान उठेर कहाँ जानुभयो अन्त इस्कुसको मुन्टाहरू पनि यत्रो ठुल्ठुलो भइसकेको छ अब 1 महिना 2 महिना बादमा त खाने पनि हुन्छ होला अब खोले पनि आइसकेको छ होइन गाइस अब यतिले हो भने चाहिँ बाख्राहरूलाई पुगिहाल्छ भने सबै काम सकेर हामी होइन अब चाहिँ चिया खाने बेला भएको छ र मम्मीहरू पनि अब हाम्रो काम सकेर ढल्किरहनु भएको छ हो अन्त के मजा आउँछ अन्त आजको काम चाहिँ के भयो भन्दाखेरि मेरो पनि अस्तिदेखि लुगाहरू धुनुपर्ने थियो र लुगाहरू पनि धुइसकेर अब चिया बनाउँछु अन्त भेटौँ है सो गाइस अब अहिले चाहिँ होइन सबै हामीले कामहरू पनि सकिसकेको छौँ बाख्रा घाँस पनि दियो आँगन पनि सोर्यो अन्त अब चाहिँ एउटै काम रहेको छैन गाईलाई अम्लिसो ल्याउनु पर्ने छ बेलुकाको लागि अन्त अब खोलेर पनि काटिसक्यौँ होइन हामीले मेरो चाहिँ यो भयो अब यतिले हो भने पुगिहाल्छ भोलिको लागि अन्त मम्मीले चाहिँ अघि दिउँसो धुको लुगाहरू उठाउनु हुँदैछ अन्त यता हाम्रो मम्मीले चाहिँ पानी भर्नु हुँदैछ गाई जुत्ता धुको थियो जुत्ता सुकाउने ट्रिक चाहिँ यस्तो छ है ल यस्तो हालेर सुकाउनु पर्छ अन्त मात्रै मजाले सुक्छ भित्र सुक्यो कि सुकेन त्यो पनि अघि भर्खर धुको सेतो जुत्ता चाहिँ नकिन्नु रहेछ अलिकति दाग लाग्दा पनि धोइहाल्नुपर्छ हो मजाको छ तर के बनाउनु हुने अरे उयो गर्नु नि के भन्नु त नि के बनाउने खाना चाहिँ खिचडी कालो दाल अनि होइन त्यस्तो नबनाउनु कि रोटी बनाउनु न आज रोटी खाइदिउँ मलाई अलिकति भए पनि बनाइदिनु न ल आटा मात्रै बेल्दिनु त म बेल्नु पनि जान्दैछु कि मुस्नु मात्रै जान्दिनँ आमा रोटी बनाइदिनु ल मलाई अलिकति भए पनि ल रोटी मिठो हुँदैन रोटी मिठ अलिकति बनाइदिनु न ल मलाई पुरा रोटी खानु मन छ तेलको तर ल तेल भात चाहिँ फेरि आलुको प्याज बनाउँथ्यो आउँ के हुन्छ कुन खरायो बिहाको थियो अनि कसरी चाहिँ मर्यो खै
अन्त कसरी हो आफ्नो बच्चाहरू चाहिँ याद नगरेको बिचरा खराएको बच्चाहरू गाइस मरेछ ए बिचरा जन्मेर टेकेछ आँखा पनि खोलेको थिएन रहेछ भर्खर जन्मेको थिएछ है काराकुरुक पारेछ दुईटाले नै बिचरा दुईजना दिदी भाइ थियो होला मऱ्यो खरालाई पनि केही पनि नदिनु अब घाँसहरू पनि रेसो त फाल्दिनँ म त मन पर्छ हाम्रो भाइलाई दिनु नि खान्छस् भाइ खान्छस् खानु हुँदैन र त्यस्तो खान्छस् यसले आँखामा के लगायो गाजर जस्तो गएछ अब अहिले चाहिँ म होइन अब गाईलाई अम्लिसो ल्याउनु जाँदैछु अन्त निकै रात परिसकेको छ अलमोस्ट कति 5:22 भइसकेको छ अन्त अब गाईलाई अम्लिसो ल्याएपछि चाहिँ काम पनि सकिन्छ मेरो त्यहाँबाट चाहिँ बस्दा हुन्छ है आजको काम अन्त गाइस आज चाहिँ मेरो यो भिडियोमा आउनु उद्देश्य चाहिँ के थियो भन्दाखेरि चाहिँ खासमा चाहिँ होइन धेरैजनाले भन्छ त्यो बिटकोइनको बारेमा त सबैजनाले सुन्नुभएको होला होइन अन्त त्यो बिटकोइन चाहिँ एकदम 100 लेभल ट्रस्टेड गेम हो भन्दै भन्छ होइन तर त्यस्तो केही पनि होइन त्यो गेम चाहिँ जस्ट एउटा फ्रड हो होइन किनभने हाम्रै दादाले पनि गर्नुभएको थियो हाम्रो दादाको पनि पैसा त्यो 3000 जस्तो खाइदिएछ त्यहाँबाट गेन्डोकको भाइले पनि गरेको थिएछ त्यसको 23000 खाइदिएछ होइन अन्त त्यसरी पैसाहरू खान्छ त्यो मान्छेहरूले चाहिँ तपाईँहरू यो अब दुःख गरेर दिनभरि काम गर्दाखेरि त मान्छेलाई 500 रुपियाँ पाइन्छ होइन अन्त त्यसरी बसी बसी कुन चाहिँले पैसा दिन्छ होइन पैसा भनेको अब के हो सबैलाई थाहै छ होइन अन्त तपाईँहरू पनि प्लिज त्यसमा चाहिँ ट्रस्ट नगर्नुहोस् होइन अन्त अनलाइन काम भन्दा चाहिँ बरु दिनमा अब काम गरेन भने दिनभरि बस्नुहोस् बरु होइन पैसा सकिँदैन दिनभरि बस्दै पनि अन्त तपाईँहरूले चाहिँ त्यसमा चाहिँ ट्रस्ट नगर्नुहोस् होइन किनभने त्यो चाहिँ एकदमै फ्रड हो धेरै मान्छेले पनि अब त्यसमा पैसा लगाएर बा हुन्छ कि भन्ने हुन्छ एउटा आश होइन अन्त हुन्छ कि भन्नाले गर्दा चाहिँ भएको पनि सकिन्छ त्यो पैसा चाहिँ हो त्यही भएर यो बिटकोइन जति पनि अनलाइन गेमहरू छ त्यसमा चाहिँ ट्रस्ट नगर्नुहोस् किनभने आफै काम गर्नुहोस् होइन आफूले कमाएको हो भने रहन्छ अब फ्रीमा त कसले पैसा दिन्छ र होइन बसी बसी पैसा कमाउनु छ लुडो खेलेर अब भन्छ कति खेप खेल्नु होइन अन्त त्यो सबै फ्रड हो उनीहरूले भिडियो बनाउनुको लागि देखाएको होइन ट्रस्ट नगर्नुहोस् त्यही भएर त्यो गेममा चाहिँ है सबैलाई यो चाहिँ इन्फर्मेसन जस्तै अब मेरो लागि म चाहिँ भनेको अन्त गाइस अहिले अब मार्तम जाँदैछु दादासँग हो अन्त ल्याउनु दादा आउनुभएको रहेछ अन्त दादा पनि कलेज फर्किहाल्नुहुन्छ भोलि अन्त म चाहिँ मार्तम जाँदैछु दादासँग अन्त आज मोटो भ्लग पनि हुन्छ अन्त भरे हेरौँ भाइ सो गाइस अब हामी अहिले चाहिँ जाँदैछौँ होइन दादाको घर अन्त दादाले चाहिँ यो बाटोमा बाइक लिएर आउने भन्दै थियो फेरि म अलिकति भ्लग गरौँ भनेर चाहिँ स्कुटी लिएर आउनु भने मैले होइन सो अहिले चाहिँ दादा आइपुग्नु भएको छ अन्त म चाहिँ अहिले मार्तम जाँदैछु होइन यो रोड चाहिँ गाइस अलिकति अप्ठ्यारो छैन किन भन्दा भर्खर कार्पेटिङ हुनु स्टार्ट हुँदैछ त्यही भएर भर्खर रोडमा मात्रै छापेको छ अन्त हल्का अप्ठ्यारै हुन्छ दा कलेज कहिले फर्किनुहुन्छ पर्सि एक दिन कलेज आउँछु नि मलाई दा बाइक केटिएमै निकालौँ मेरो ड्रिम हो कि पैसा हुन्छ ब्रेक छैन नि यसको आज पनि म त पानी पर्ने रहेछ भनेर सोचेको त त्यही त म त पानी पर्ने रहेछ भनेर जस्तो लाग्यो कि हजुर अन्त माथि आउँछ जस्तो लाग्दै थियो फेरि काकीहरूलाई आएको नि उकालो हिँड्दै अल्छी लाग्छ नि त उकालो त अल्छी हुन्छ
पर बाटो रोडाइरहेको छ यता त टाटाले पेलेको रहेछ है पर त कम्ता रोडा छैन झन्डै लड्यो भर्खर बनाउँदै होला नि त चापेर अब यहाँ क्या झुकेको परबाट नदेखेर चाहिँ माथिबाट निकालेको काशीमा बनाएको छ त यस्तो यस्तो काशीमा बनाएको छ यस्तो यस्तो त पर हाम्रो बिसाउ घरे त छ नि त यहाँ बिस्तारैले यस्तो भन्ने लड्नु त यहाँ पर अझै पुरा रोडाइको रहेछ पहिला त यहाँनिर हामी फुटबल खेल्थ्यौँ नि यो माथि गुराँस पनि मजाको फुल्दै थियो यहाँनिर नि हजुर त्रिशुल रहेछ भनेर चाहिँ यहाँ त्रिशुल छ यहाँ छ माथि हजुर सुरज म कालु अनुप विधान चाहिँ त्रिशुल छ अरे उता हेर्नु आएको डर लाग्यो भने चाहिँ म आफै फेरि मनमा झुकझुक भयो भने चाहिँ नि त्यो दिन चाहिँ बिस्तारै नै हिँड्छु म त्योबाट झन्डै उता नालीमा हालेछ यहाँ क्या पछाडेको त तपाईँ साइकलमा अर्जुन पछाडि पछाडि त्यो स्काइपको साइकल भ्यान आएछ पछाडि म त गाडीले हान्दैछ भनेर चाहिँ हात झन्डै भाँचेको नि ब्रेकै नभएको साइकल लिएर आउँथेँ यता मात्रै रोकिन्थ्यो नि त माथिदेखि है स्क्यारापमा ल्याउनु हुन्थेन बडाले बडाले स्क्यारापमा ल्याउनु हुन्थेन डर लागेन सिधाबक्ला मसँग सोच्दा चाहिँ डर लाग्छ सोच्दा बेलुका चाहिँ डर लागेन सुत्दा बेलुका ला लडेको भए भन्ने भयो होइन यति यति जग्गामा चाहिँ हामी लड्थ्यौँ भनेर थाहा यति यति जग्गामा चाहिँ होइन कहाँ कहाँ चाहिँ लु भन्छ एकपल्ट त्यो बल्लामा उयो हुँदा होइन त्यहाँबाट एकपल्ट कहाँनिर त्यो गाडी र टर्निङबाट तपाईँले सट्टै निकाल्यो त गाडी र बजारमा होइन माथि यताबाट पनि गाडी आयो उताबाट पनि गाडी आएन टर्निङमा सट्टै निस्किँदो भएपछि कि स्कुटी ढल्काएर ए उयो आयो होइन म्याक्स उयो सवारी गाडी हो त्यो हो त्यहाँबाट राबङमा तिनीहरू त्यो चाहिँ टाइमिङमा निस्क्यो भने के हुँदैन एउटा फोटो खिचौँ न है हामीले राखेर आइजानु 20 मिनट